हेर्नु सक्नुहुन्छ तपाईँले होइन एकदमै अब दामी छ दामी प्लस यहाँ पुरी पनि बनाएको रहेछ फेरि अनि ब्रेड अमलेट हो कस्तो छ यो मिठो छ मिठो बनाएको रहेछ मेरो बुढीले हेलो नमस्ते गुड मर्निङ एभ्रिवान सबैजना सन्चै आरामै हुनुहुन्छ यो मर्निङको टाइम हो है अन्त आज चाहिँ अब हाम्रो मेरो बुढीले चाहिँ होइन दामी बनाएको रहेछ तपाईँको यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले म्यागी बनाएको छ प्लस मोमो छ तपाईँको ब्रेड अमलेटहरू बनाएको छ ठिक छ यो हेर्नु सक्नुहुन्छ हेर्नुहोस् है ल हेर्नुहोस् यहाँ मोमोस फ्राई छ है यहाँ चटनी यो म्यागी हो प्लस यो ब्रेड अमलेट छ यहाँ प्लस म्यागी यहाँ छ र साथीहरू हाम्रो चाहिँ बिहान बिहानैको अब ब्रेकफास्ट चाहिँ गर्दैछौँ है र टेस्ट गरिहेरौँ कस्तो बनाएको रहेछ मेरो वाइफले है र त गाइस फर्स्ट बाइट लिँदैछु है त फ्यान्टास्टिक मजा आयो होइन मिठो बनाएछ मोमोस पनि टेस्ट गरिदिइहालौँ अन्त बिहान बिहानै अब मोमोस हाम्रो त बिहान बिहानै मोमोस चल्छ हो साथीहरू यहाँ चाहिँ सधैँ त होइन तर कहिले काहीँ जस्तो आज भयो होइन त्यो तरिकाले हेर्नु चाहिँ मोमोस चटनी हालेर अब एकदम मिठो मोमोस पनि मिठो छ साथीहरू प्लस तपाईँको म्यागी पनि मिठो छ अब तपाईँको ब्रेड चाहिँ म टेस्ट गर्छु कस्तो छ हेर्नुहोस् है बिहान बिहानको ब्रेकफास्ट होइन म चाहिँ तपाईँको अब फ्रेस भयो नि त बाथरुमबाट फ्रेस भएर ब्रसहरू गरेर सबै ओके भएर त्यो म चाहिँ अब घरभित्र आउँदाखेरि चाहिँ मेरो बुढीले चाहिँ बनाइरहेको रहेछ एकदमै राम्रो मिठो र अब तपाईँको ब्रेड चाहिँ हेरौँ है कस्तो रहेछ ब्रेड यो सक्नुहुन्छ साथीहरू ल त साथीहरू है त हाम्रो चाहिँ अब मर्निङको नास्ता हुँदैछ सबैले गरिसक्नुभयो होला है ल आजको चाहिँ अब यही थियो ब्लग है र एकदमै मिठो लाग्यो खानाहरू एकदमै राम्रो लाग्यो यो हेर्नु सक्नुहुन्छ एकदमै मिठो छ होइन म्यागी पनि तपाईँको मिठो भएछ तपाईँको मोमोसहरू पनि दामी भएछ है चटनी साथमा अनि साथीहरू तपाईँको चाहिँ अब यस्तो खायो भने चाहिँ होइन अन्त किन नमोटाउने होइन र त्यही भएर अब म त धेरै नै मोटाइरहेको छु कि अब बुढीले यति मिठो मिठो बनाएर खुवाउँछ है र त्यही भएर साथीहरू ल हामी चाहिँ अब खानु स्टार्ट गऱ्यौँ ल साथीहरू आजको चाहिँ यही थियो ब्लग है अब भरे साँझतिर हेरौँ ल राम्रो अब त्यही भिडियो सिडियो बनाएपछि हजुरहरूलाई अपडेट दिउँला है त ओके ल साथीहरू हामी चाहिँ खान थाल्छौँ है ल